you so much. Thank you so much. हजुरले सिंगिङ गर्न थाले कति टाइम भयो? कति टाइम भयो? कति के प्रोफेसनली? प्रोफेसनल त 12 वर्ष. 12 वर्षमा मैले त्यो सिंगिङ स्टार्ट गर्दाखेरि म कति सानी थिएँ त ल हेर. यसको लागि प्र्याक्टिस गर्नुपर्छ कि यो सबै बच्चैदेखि आउँछ? बच्चैदेखि आउनुपर्छ. ओफ त्यस्तो भए त मसँग त्यही भएर छैन. देख्यो जति मेहनत गरेर म सक्दिनँ त्यस्तो गाउन. मेहनत गरेर नहुने रहेछ. बच्चैदेखिबाट आउनुपर्छ. मेहनत गरेर चाहिँ हल्का पोलिस गर्ने हो. त्यही हो. खतम. गलै यस्तो छ अब छोड्देऊ. अब कुरा नगर है. गिफ्टेड हुनुपर्छ भन्छन्. गॉड गिफ्टेड भन्छ है अब. नेचर गिफ्ट भन्छन्. अब सक्यो. अलिअलि पाछु जे होस्. त्यही भएर हल्का गाउँछु. अलिअलि रमाइलो. हामीलाई नि भगवानले दिनुभएको छ कान राम्रो दिनुभएको छ हामीलाई. केही न केही कला दिनुभयो होला नि तपाईँहरूलाई. सबैलाई एउटा एउटा चिज दिनुहुन्छ अरे भगवानले. यस्तो सुनेको मैले. हजुरलाई त गला नै दिनुभएछ. अब तिनसम्म हामीलाई चाहिँ केही गलासम्मको त नदिनु भएको रहेछ होइन. अब लास्ट एउटा अनि म पनि सोध्छु ल एउटा प्लिज एउटा हाउसको आफ्नै गीत त्यही वाला त्यो जब किन ला होइन एकचोटि हेर्नुपर्छ कि किनकि यो कम्प्युटरमा हो नि त सेटअपमा त्यसको म्युजिक छ कि छैन भनेर मैले चेक गर्नुपर्छ. एकचोटि युट्युबमा छ भने ल गाइज प्रे गर है. अब एकैछिन प्रे गर्नै पर्ने हुन्छ. कसैले प्रे गर. सुकिसक्यो के अनि हजुर लाइभमा बसेको टाइमदेखि गीत गाउनुहुन्छ होला अनि रेस्ट नै हुँदैन. त्यही भएर हो. अझै यहाँ अहिले त म त गरिसक्यो मैले भने छैन. चुपचाप बसेर गेम खेल्ने पालो हो खासमा. 3 घन्टा भयो मैले गएको. किन त्यत्रो टाइममा नि? 3 घन्टा. अब गाउनु गा भन्छ गाउनु परिहाल्यो. यसो रमाइलो पनि हुन्छ. रमाइलो त हुन्छ तर रेस्ट पनि त चाहिन्छ नि होइन. ननस्टप 3 घन्टा भनेको थोरै होइन नि. फेरि सबैले एउटै गीतको डिमान्ड गर्छ होला है प्राय. त्यो पनि हो. म चाहिँ फरक गाउँछु. एउटै त केही गाइरहनु भयो. अब अझै भन्दैछ लास्ट एउटा इङ्ग्लिस गीत गाइदिनु न भन्दैछ. पर्दैन म दुःख दिँदिनँ. म भोलि दुःख दिन आउँछु. आज छोडिदेऊ न ग्याङ प्लिज. उहाँसँग भोलि पनि जोडिदिनुहोस् हामीलाई. भोलि पनि त केही सुन्नु पर्यो नयाँ. हो त भोलि नसुन्ने. भोलि सुन्नु हामीले. भोलि सुन्नलाई सबैजना आउनै पर्ने हुन्छ है. ल भोलि सुन्नलाई सबैजना आउनुहोस् ल. भोलि हामीलाई उहाँले हजुरले भन्नुभएको वाला इङ्ग्लिस गीत सुनाउनुहुन्छ. के गीत रे? इङ्ग्लिस के भन्दैछ? आई फाउन्ड अ गर्ल कि समथिङ के वाला के त होला अरू बेलामा होइन. स्योर. अब म पनि जान्छु. म त खाना खान जान्छु सबसे पहिला. यति बेला खाने सही 1 बजे. मलाई आज ढिलै भयो क्या. अब आज खाना खानु बल्ल जान्छु म. हामी भोलि भेट्छौँ. भोलि आउँछु भनेर पक्का भन्छु पहिला. म आइहाल्छु नि. ल डन है. ल डन ग्याङ. भोलि आउनुहुन्छ. भोलि गीत पनि सुनाउनुहुन्छ है. सबैजना चाहिँ आउनु पर्यो नि फेरि. Sure. Okay. Bye-bye. Take care.